नमस्ते, म सन्तोष पङ्गेनी। हामी लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा बिजनेस इक्युबेसन प्रोग्रामबाट हामी सुपा देउराली रिसोर्ट, जुन कि अर्घाखाँची जिल्लामा रहेको नहरपानी ठाउँमा यो नहरपानी सुपा देउराली रिसोर्ट रहेको छ। हामी त्यसमा हिजो फिल्ड भिजिटका लागि आएका थियौँ। अहिले मसँग हुनुहुन्छ यहाँको एमडी हुनुहुन्छ, म उहाँसँग थोरै कुराकानी गर्न पाउँदा धेरै नै खुसी छु। सर नमस्ते। नमस्ते। आराम हुनुहुन्छ? ठिक छ दा, धन्यवाद यहाँलाई। अनि म हजुरलाई एउटा यस्तो प्रश्न सोध्छु, तपाईँले चाहिँ मलाई बताउनु होला, हजुरलाई चाहिँ यो रिसोर्ट यो ठाउँमा यो रिसोर्ट खोल्नुपर्छ भन्ने थिङ्किङ चाहिँ कसरी आयो नि? हामीले 2063-64 सालतिर 10जना मान्छे मिलेर यहाँ चाहिँ एउटा प्रोग्राम बनायौँ कि यो ठाउँमा एउटा रिसोर्ट खोल्ने हो भने यो यहाँको जो मौसम, यहाँको चाहिँ जो प्राकृतिक मनोरमहरू थियो, यहाँ सबै खालको हिमशृङ्खलाहरू देखिने खालको भएको हुँदाखेरि हामीले यहाँ सुपा देउरालीमा आउने धेरै पाहुनाहरू अलपत्र परेको, रिफ्रेस सेन्टरहरू नभएको कारणले गर्दाखेरि हामी सामाजिक क्षेत्रमा काम गर्ने मान्छेहरू सुरुमा 10जनाले चाहिँ हामीले के सोच्यौँ भने यहाँ एउटा होटल या रिसोर्ट खोल्यौँ भने अर्घाखाँचीमा एक दिन भए पनि बास बस्न पाउँछौँ र बाहिरी आगन्तुकहरूले अर्घाखाँचीमा राम्रो बास बस्न पाइयो भन्ने उहाँहरूलाई सेवा गर्न पाइयोस् भन्ने सेवाका हिसाबले खोलेको। यसको सुरुवाती चरणमा तपाईँले भोग्नु परेको शास्ति चुनौतीहरू के थिए, त्यसका बारेमा थोरै बताइदिनु न। होइन, यस्तो छ, यो सुरुमा हामीले हाम्रो शेर सदस्यहरूलाई पनि विश्वास थिएन कि यो ठाउँमा यसरी यो रिसोर्ट सञ्चालन गरेर यसले यतिका मार्केट, यसको यति चाहिँ भ्यालु होला भन्ने सुरुमा थिएन। तर पनि हुँदाहुँदै हामीले सोचेको के थियो भने आन्तरिक पर्यटन मात्रै यो हाम्रै भनौँ न नेपालको पाहुनाहरू सुपा देउरालीको महत्त्व बढी भएको हुँदाखेरि उहाँहरू मात्रै यो रिसोर्टमा या भिजिट गर्नुहुन्छ भन्ने जस्तो लागेको थियो। हुँदाहुँदै के भयो भने नेपाली पाहुनाहरूले भन्दा पहिल्यै इन्डियन पाहुनाहरूले चाहिँ यहाँ रुमहरू बुकिङ गर्ने गर्दाखेरि अहिले धेरै आन्तरिक पाहुनाहरूले हाम्रोमा रिसोर्टमा रुमहरू पाउनुहुन्न। प्रायः जसो इन्डियन पाहुनाहरूले बस्ने गर्नुभएको छ। अझ खास गरिकन यो मई, जुन, जुलाईमा बढी चाहिँ इन्डियन पाहुनाहरूको भिड भडका हुन्छ। नेपाली पाहुनाहरूले सुरुमा पहिले बुक गर्नुहुन्न, हाम्रो 10-15 दिनदेखि पहिले बुकिङ हुन्छ। त्यसो गर्दाखेरि अहिले धेरै जसो हाम्रो छिमेकी मुलुकका पाहुनाहरू आउनुहुन्छ। जस्तो तपाईँहरूकै क्याम्पसले लगभग 15-20 दिन पहिले नै उहाँले चाहिँ हामीलाई चाहिँ समन्वय गर्नुभएको थियो, क्याम्पस प्रमुखले अथवा व्यवस्थापकले। त्यस कारणले हजुरले यहाँ पाउनुभएको। मलाई चाहिँ यो ठाउँको बारेमा थाहा पनि थिएन। मलाई क्याम्पसले यहाँसम्म आउने वातावरण चाहिँ मिलाइदिनु भयो। अनि म जस्ता थाहा नहुने व्यक्तिहरूका लागि तपाईँले कसरी यहाँसम्म ल्याउने प्रयास गर्न सक्नुहुन्छ? हाम्रो उद्देश्य के छ भने यसलाई अझै पनि यो प्रमोट गर्ने, जो अहिले हाम्रो 20-22वटा रुम छ, यसलाई अझै आउने वर्षमा हामीले अझै यसलाई 20-25वटा रुम अझै थपेर धेरैभन्दा धेरै पाहुनाहरूलाई गर्मी याममा हामीले यहाँ ल्याउने र चाहिँ यो मनोरम जो एउटा चाहिँ यो प्राकृतिक के चाहिँ एउटा चाहिँ जो नहरपानी जो भनौँ न हामीलाई गडले उपलब्ध गराएको छ, यो चिज हामीले उहाँहरूलाई सेयर गराउने अनि उहाँहरूलाई चाहिँ यहाँ बसाल्ने, राम्रो हस्पिटालिटी दिने भन्ने हाम्रो उद्देश्य छ। यो ठाउँमा यसबाहेक अर्को सम्भावना तपाईँले के देख्नुहुन्छ हामी जस्ता युवाहरूका लागि? यहाँहरूले अब के छ भने यहाँहरूलाई मैले जानकारी गराउँ, हामीले यो 2075 सालबाट सामान्य स्टार्ट गरेको हो। हाम्रो स्टार्टिङका कारणमा यहाँका स्थानीयहरूले उनीहरूलाई के थियो भने यो यस्तो डाँडोमा आएर यिनीहरूको होटल चल्दैन, यो यिनी फ्लप हुन्छन्, यिनीहरू चाहिँ यिनीहरूको पैसा फस्यो भन्ने जो उहाँहरूको गुनासो, उहाँहरूको चिन्ता पनि थियो। तर पनि हाम्रा कारणले गर्दाखेरि अहिले यहाँ लुम्बिनी फरेस्ट ग्रिन रिसोर्ट भनेर 4 स्टार यहाँ शिलान्यास भएको छ। त्यस्तै अरू 5-6वटा 7वटा जति होटल यही हाम्रो नहरपानी रिसोर्टले चाहिँ यहाँ आएको पाहुनाहरूलाई देखेर उहाँहरूले पनि चाहिँ होटल रिसोर्टहरू केही ओपन गरिसक्नु भएको छ, केही ओपनमा छन् र कोही चाहिँ बन्ने अवस्थामा छन्। र हामीलाई लाग्छ कि अझै पनि यहाँ यो ठाउँको अझै बढेर जान्छ। खास भनेको यो के छ नि, एउटा चिसो छ, जहिले पनि यहाँ चिसो हुन्छ। अर्को यो हाम्रो देशैभरिको तेस्रो-चौथो ठाउँ पर्ने पर्यटक अथवा सुपा देउराली मन्दिर भएको कारणले पनि यहाँ धेरै आगन्तुकहरूको आउनुहुन्छ, यहाँ आएर अवलोकन गर्नुहुन्छ। कहीँ बिचरा रुम नपाएर दुःखे भएर जानुहुन्छ। त्यही पनि अब आउने दिनहरूमा हाम्रो यहाँको सबै होटल व्यवसायहरू मिलेर आएका पाहुनाहरूलाई राम्रो हस्पिटालिटी, राम्रो व्यवस्थापन गर्नुपर्छ भन्ने त्यो हामीले अपनत्व लिनुपर्छ जस्तो लाग्छ। किनभने हामी पहिले यहाँ हामीले ओपन गरिसकेको भएको हुँदाखेरि अब हामीले पनि उहाँहरूलाई जोडेर राम्रो चाहिने आउने पाहुनाहरूलाई व्यवस्थापन गर्ने भन्ने हाम्रो उद्देश्य छ।
यति सुन्दर यति मनोरम ठाउँमा यत्रो स्ट्रक्चर बनेको देख्दाखेरि म खुसी भएँ। यसको चाहिँ लगानी भनिदिन मिल्छ भने थोरै बताइदिनु न। मिल्छ। यसो के छ भने हाम्रो यो पराली हो, हामीले कुनै पनि चाहिँ चिज लुकाउँदैन। हाम्रो यसको चाहिँ नि अहिलेसम्मको भ्यालु चाहिँ 9 करोड हो। अनि अब हामीले फेरि अहिले सेयर सदस्यहरूबाट थप 33% चाहिँ 3 करोडको चाहिँ माग गरेका छौँ हामीले, किनभने यो होटल बढाउनु पर्ने भएको हुन्छ। राइट सेयर ओपन गरेर सेयर सदस्यभित्रैबाट हामीले चाहिँ 3 करोड चाहिँ उहाँहरूसित गरेका छौँ। 1 किस्ता आइसक्यो, 3 किस्तामा माग गरेका छौँ र आउने दिनहरूमा त्यही पैसा त्यसले हामीले फेरि यो होटललाई अपग्रेड गर्ने अथवा यसलाई चाहिँ नि स्टार लेभलमा लाने र अझै थपेर चाहिँ धेरैभन्दा धेरै सुविधा दिने हाम्रो लक्ष्य छ। हस्, धन्यवाद। धन्यवाद। अर्को म यहाँलाई धेरै धन्यवाद दिन चाहे, यहाँ आएर यहाँलाई सेवाको कस्तो भयो यहाँले आफै देख्नु भएको छ र सानो इन्टरभ्यू ल्याइदिएकोमा म यहाँप्रति आभारी छु। धन्यवाद। धन्यवाद। के छ भने यहाँ चाहिँ म आएर एक नाइट स्टे पनि गरिसकेँ र यहाँको खानादेखि बसोबास रुम